बुवा आजकै रोचक कुराकानी गरौँ। अब ऐतिहासिक कुरा र रोचक कुरा। पहिला स्वर्गीय नरेजङ बहादुर शाहीले कालीकोटबाट वाइजुकोट सापटालाई फटाएर बाजुरामा ल्याइसके पछाडि बाजुराको यतापट्टिका 2-3वटा केही गाउँ पञ्चायतलाई कालीकोटका धर्मदत्त उपाध्यायले फटाएर कालीकोटतिर लिने भन्ने हल्ला चल्यो। त्यो हल्ला चलिसके पछाडि अनि त्यति बेला त अहिलेका जस्तो सूचना सञ्चारको व्यवस्था पनि थिएन, त्यस्तो जानकारी पनि आउँदैन थियो। अनि धर्मदत्त उपाध्यायले कुन कुन ठाउँ बाजुराको कालीकोटमा लिँदै हुनुहुन्छ भन्ने जानकारी कसरी पाउनुभयो? त्यसपछि हजुरहरू अहिलेका जस्तो यातायात पनि थिएन, अनि कति दिन कसरी हिँडेर काठमाडौँ जानुभयो र काठमाडौँ त्यति बेलाका तत्कालीन गृहमन्त्री प्रकाश बहादुर सिंहलाई हजुरले भेटेर बाजुराका कुन कुन पञ्चायतलाई कालीकोटको धर्मदत्त उपाध्यायज्यूले लिन खोजे, हामी बाजुरामै बस्छौँ, कालीकोटमा लिन दिनु हुँदैन भनेर डेलिगेसन गर्न को जानुभयो, कसरी थाहा पाउनुभयो? र उता गइसकेपछि तत्कालीन गृहमन्त्री प्रकाश सिंहज्यूले के भन्नुभयो? जस अहिले हामी बाजुरामै छौँ, त्यति बेला भूमिका खेल्नु भएको रहेछ, नत्र हामी अहिले अब यो जिल्लाका केही भूभागहरू कालीकोटमा पनि जान्थे होला। यसमा अलिकति स्पष्ट पारिदिनु पर्यो। 39 सालमा यो पहिला हुने गाउँ पञ्चायत त हो, गुत्ती गाउँ पञ्चायत थिएन र धर्मदत्त उपाध्याय कालीकोटका मान्यज्यू र नरजन साई हाम्रो जुगोटका नरजन साईज्यूका पालामै तलतर्फ कुन राजनीतिक ट्रेडिङबाट केही हुनु होला। त्यसबाट परमा 3 गाउँपालिका धर्मदत्त को उसबाट फटाएर कालीकोटबाट नरजन साईले फटाउनु भयो र परमा ल्याउनु भयो कालीकोट परमा साइड। यतातर्फ कोटिला गाउँ पञ्चायत, हुनी गाउँ पञ्चायत र गोत्ती गाउँ पञ्चायत यहाँबाट धर्मदत्तले तलतर्फ लिने भन्ने हल्ला चल्यो र पछि यसो विचारदाखेरि हुने पञ्चायत र कोटिला त जाँदैन, गोत्ती गाविस अवश्य जाने वालो छ भन्ने हल्ला चल्यो। 13 प्रधान पञ्च हुने समयमा 13 पालीमा जाँदा उदासिरा त स्याउन आँटिसक्यो, त्यो जारा माथि थम्बाट अट्नु पऱ्यो, हामी कालीकोट जानौँ न भने गाउँले मस्त चर्चा चलाएको हुँदा म यो 25 वर्ष गाउँ यो 39 सालको गुत्तीबाट प्रधान पञ्च विजय भएको हुनाले पछि टेकबहादुर साई भन्ने मेरै हामी भाइका छोरा भनौँ, सबैदार मेरो दाई हुनुहुन्छ, टेकबहादुर साई मास्टर हुनुभयो। हामी दाई भाइ पढ्ने हिसाब लिएर पुराना आमा हंसबहादुर सिंह प्रधान पञ्च बुढा, उनलाई पनि इग लाग्यो, सही लिन सक्छ, जाउँ भनेर हामी 3 जनाले यहाँबाट तल चिसापानीसम्म पाइतल हिँडेर गयौँ। जात केही थिएन बेला। त्यहाँबाट चिसापानीबाट सुर्खेत हुँदै सुर्खेतबाट गाडीबाट काठमाडौँ पुग्यौँ र प्रकाश सिंह पल्लो बाजुराका काँडाका प्रकाश बहादुर सिंह उही बेला गृहमन्त्री हुनुहुन्थ्यो हाम्रो बाजुराबाट, त्यहीँ गयौँ र त्यो चर्चा चलायो र हुन्छ भने लास्ट हामीले 2 दिनसम्म बस्यौँ र त्यहाँ के अरे विश्वास लागेन। पछि लास्ट मैले त्यो त्यतातर्फ 3 गाविसभन्दा त 1 गाविस चुकायो भने प्रकाश बहादुर सिंहको मुर्दाबाद भनेर बोल्नु ल भयो भनेर शर्त राख्यौँ र पछि आयो। यतातर्फ गाउँपालिका गएन, उही बेला आवाज जावत पनि थिएन, माथिबाट आउने खर्च गरेर गयौँ, उताबाट पनि त्यस्तै जमाना थियो र उसले लिया त थियो। प्रकाश बहादुर सिंहलाई भेट्यौँ र हामीले बाजुरा जिल्ला रहेको हो, नत्र धर्मदत्त उपाध्यायले उँधो लिनु खोजेको त हो। पछि प्रकाश बहादुर सिंहले छोडेनन् र बाजुराले भएको हो। प्रकाश बहादुर सिंहसँग पहिला पनि चिन्जान भेटघाट हुन्थ्यो कि के हुन्थ्यो त्यति बेला? प्रकाश सिंह अब हाम्रो गृहमन्त्री हुनाले भेटघाट भयो, हामी भोट माग्दाखेरि त्यहाँ देखादेख भयो हो।
पछि हंसबहादुर सिंह पुराना नाताबाट तिनीहरूको पुराना पनि भए नेता। म नै हुँदाखेरिमा र पुराना बड्डा हंसबहादुर सिंह नै पनि जाउँ भने त्यो गर्दा जानु पनि भाइ नाताबाट मास्टर हुनाले तिनजना गर्दैन। हजुर प्रधानमन्त्री हुँदाखेरि जिल्लामा सभापति को हुनुहुन्थ्यो नि? सभापति नरबहादुर सिंह, त्यही गृहमन्त्रीहरू त्यो नरबहादुर सिंहको जोडा हो। नरबहादुर सिंह नौलखोटा मेरो फुपूकै छोरा हुन्। त्यो प्रकाशबहादुर सिंह र नरबहादुर सिंहको एक जोडा हो। ल धन्यवाद।